हेलो गाइज, हिजो चाहिँ मैले स्वरमा कसरी फोल्ड गर्ने फतार सेप कसरी बनाउने भनेर सिकाएको थिएँ। आज चाहिँ म त्यही स्वरमा कसरी कट गर्ने, कति पिस कट गर्ने अनि त्यसमा गार्निसिङ के आउँछ भनेर सिकाउँदैछु है। पहिला 4 पिस कट गर्नुपर्छ त्यसलाई हैन। त्यहाँ माथि अनि गार्लिक सस हाल्नुपर्छ। गार्लिक सस कति ग्राम हो भन्ने हुन्छ, त्यो ग्रामहरू कति ग्राम के हाल्ने भनेर चाहिँ अर्कै ट्रेनर छ, तिनीहरूले सिकाउँछ। मैले चाहिँ जस्ट गार्निसिङ सिकाउने हो है। अनि चट्ट लाएर गार्निसिङ गर्यो। माथि चाहिँ गार्लिक सस एन्ड क्युक्युम्बर आउँछ, क्युक्युम्बर पिकल्स, क्युक्युम्बर चाहिँ हैन है, क्युक्युम्बर पिकल्स आउँछ। पिकल्स हाल्यो हैन। अनि त्यहाँदेखि पार्सले लिभ्स हाल्छ। माथि ग्रामको बारेमा अरूले सिकाइहाल्छ, बस मैले उनीहरूलाई देखाउने मात्रै हो। अनि चेरी टोमेटो चाहिँ आउँछ त्यहाँ। अब स्पेसली स्ट्यान्डर्ड चाहिँ 6 पिस हाल्ने हो है। 6 पिस कति ग्राम हुन्छ भन्ने चाहिँ अरूले सिकाउँछ कि अर्कै मान्छे हुन्छ त्यो ग्रामको बारेमा सिकाउने चाहिँ। सो गार्निसिङ यति नै हो यसको। क्युक्युम्बर पिकल्स अन द टप एन्ड गार्लिक सस एन्ड पार्सले लिभ्स, चेरी टोमेटोज। सो अब चाहिँ यति गरेपछि चिकन शोरमा फताएर रेडी हुन्छ। थ्याङ्क यू गाइज फर वाचिङ।